जेएनजी प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारलाई रु 15 लाख प्रदान गरिएको छ। कास्कीको रूपा गाउँपालिका 5 रामदिका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङकी श्रीमती कान्तिलाई हस्तान्तरण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिनुभएको छ। सरकारले जेएनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु 15 लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको शर्माले जानकारी दिनुभएको छ। प्रहरी सहायक हवलदार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर कार्यरत रहेका बेला प्रदर्शनकारीको आक्रमणबाट गत भदौ 24 गते मृत्यु भएको थियो। उनी 7 वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका थिए। परिवारलाई आर्थिक सहायता र सहानुभूति दिनका लागि प्रज्य शर्मा सहित रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीन कार्की लगायतका जिल्ला सुरक्षा समितिका सदस्यहरू घरमै पुगेका थिए।